नमस्कार। सुन्दर पश्चिम अनलाइन टिभीमा तपाईँलाई स्वागत छ। सर्वप्रथम आज हामीले सुदूरपश्चिम प्रदेशका पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष मानबहादुर साउजीसँग केही कुराकानी गर्न गइरहेका छौँ। जुन इजरायलको गाजामा महेन्द्रनगरका युवा विपिन जोशीको हत्यापछि हिजो मात्रै उनको अन्त्येष्टि महाकाली नदीमा गरियो। यसप्रति इजरायली राजदूत लगायतका 3 जना त्यो मसान घाटसम्म उसको अन्त्येष्टिका लागि नेपाल आए र नेपाली राजनीतिक नेताहरूले त्यो अन्त्येष्टिसम्म पनि पुग्न नसकेन। यो दुःखको विषय हो। यसै विषयलाई लिएर अहिले म केही कुराकानी गर्न गइरहेको छु। धन्यवाद मदनजी। वास्तवमा दुखान्त घटना हाम्रा माझ प्रकट भयो। जुन एउटा राम्रो सपना बोकेर कञ्चनपुरका युवा विद्यार्थी विपिन जोशी 2 वर्ष अगाडि जुन इजरायल पढ्न गए र त्यो पढ्ने क्रममा जुन इजरायल र प्यालेस्टाइनी हमासको युद्धको बीचमा उनी शहादत भएको खबर झन्डै 2 वर्षपछि बल्ल हिजो उनको घर कञ्चनपुरमा उनको शव बाकसभित्र ल्यायो। जुन इजरायली सरकारको राजदूत सहितको टिमले जुन एकदम म पहिला त भाइ विपिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। तिम्रो सपना, तिम्रो उद्देश्य आज पनि जीवित छ। जुन तिमी केही भविष्य बोकेर, केही सपना बोकेर तिमी इजरायल पढ्न गएका थियौ र तिम्रो जीवित शरीर आउनु पर्नेमा तिम्रो मृत शरीर एउटा बाकसभित्र आयो। यो एकदम दुखान्त घटना हो। यस्तो घटना कसै नेपालीका लागि पनि नदोहोरियोस् भन्न चाहन्छु र म शारदा समन व्यक्त गर्दछु। र मृतक विपिनका आमा बुवा, एउटा बहिनी जुन लामो समयदेखि लास र सासको खोजी गर्दै हुनुहुन्थ्यो र यो दीपावलीकै मुखमा जीवित छोरा या भाइ विपिन फर्किएला भन्ने आशा उहाँको परिवारले मात्रै होइन, देशवासी नेपाली दाजुभाइहरूले पनि गरेका थिए। विपिन जिउँदै छ र विपिन जिउँदो फर्केर नेपाल फर्कन्छ, घर फर्कन्छ भन्ने आशा र विश्वास गर्दा गर्दै एकाएक हमास र अहिले इजरायलका बीचमा जुन युद्ध विराम भएको छ र युद्ध विरामका बीचमा सार्वजनिक गर्यो कि विपिन उति बेला नै 2 वर्ष अगाडि नै जति बेला हामी र उसको घर परिवारले हमासको नियन्त्रणमा छ भन्दै थियौँ, हमासको कब्जामा छ भन्दै थियौँ र नेपाल सरकारले पहल त गर्यो हमासको कब्जाबाट उद्धार गर्न, कूटनीतिक पहल त गर्यो, तर सकारात्मक कूटनीतिक पहल भएन र त्यही बेला कब्जा हुने बित्तिकै उहाँमाथि हमला गर्यो या उहाँको शहादत गरेको घटना हिजो सार्वजनिक भयो र त्यो घटनामा देश डुब्यो, देश रोइरहेको छ। कञ्चनपुर त उहाँको क्षेत्र, उहाँको गाउँवासी शोकमा डुब्यो नै र हिजो महाकालीमा उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरियो र जुन अन्त्येष्टि एउटा राष्ट्रिय सम्मानका साथ जुन अन्त्येष्टि गरिएको छ र म परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने पनि म ईश्वरसँग कामना गर्न चाहन्छु र यस्तो विडम्बना, यस्तो दुःखद आगामी दिनमा कुनै पनि नेपाली युवा विद्यार्थीहरूले झेल्न नपरोस्
यसका लागि सावधानी अपनाउनका लागि पनि म नेपाल सरकारलाई विनम्रताका साथ अनुरोध गर्दछु कि जहाँ युद्ध चलिरहेका देशहरूमा यसरी पढाइका नाममा भिसा दिने कुराहरू तत्काल बन्द गरियोस् र जुन आज हमासले इजरायलसँग उसका आफ्ना केही मागहरू होलान्, इजरायलका विरुद्धमा उसले गरेको आन्दोलन होला, तर नेपाली एउटा होनहार नेपाली युवा जुन पढ्न गएको विद्यार्थीलाई उनले आफ्नो नियन्त्रणमा ल्याएर जुन खालको हत्या गरेको छ त्यो कायरतापूर्ण हत्या हो र त्यस्तो हत्या त्यो प्यालेस्टाइनी समूह हमासले गर्नु हुँदैन थियो र हमासले तत्काल माफी मागोस्। हामीले गल्ती गर्यौँ, नेपाली विद्यार्थीहरूलाई जहाँ इजरायलमा पढ्न आएका विद्यार्थीहरूलाई हामीले हाम्रो समूहले मारियो, गलत गर्यो भनेर उहाँले आत्मालोचित हुन जरुरी छ। उहाँले आत्मालोचित भएको खबर हामी सुन्न पाऊँ भन्ने म आशा र अपेक्षा राख्दछु। अर्को कुरा तपाईँलाई म के सोध्न चाहन्छु भने जुन उसको अपहरण भएको केही दिनभित्रै नेपाल सरकारले उसलाई रिहाईको माग गर्दै केही पहल त गरिदिनु पर्थ्यो, त्यो गरेको त देखिएन। किनकि अहिले विपिन जोशीको सबमा 2 वर्षपछि मात्रै सब फेला पर्यो, उति बेला गरिदिएको भए सायद यो हुँदैन थियो कि। कुरा के हो भने जुन विपिन इजरायल पुगे र पढ्ने क्रममा जुन हमासको युद्धको चपेटामा विपिन परेका छन् र एक विपिन मात्रै होइन, सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू झन्डै 10 जना विद्यार्थीहरूको हत्या भइसकेको थियो। त्यति बेला नै विपिन नियन्त्रणमा छ भन्ने कुरा र 10 जनाको सब फेला परिसकेको घटनाको बेला पटक पटक नेपाल सरकारले कूटनीतिक पहल गर्ने कुरा हमाससँग, इजरायलसँग र विपिनको रिहाईका लागि आग्रह गरिरहेको त देखिन्थ्यो, तथापि पनि परिणाम आउन सकेन, परिणाममुखी बन्न सकेन। तत्काल सरकारले इजरायल र हमासका बीचमा युद्ध भइरहेको बेला इजरायलसँग रिक्वेस्ट गरेर इजरायलसँग कूटनीतिक पहल गरेर सम्भव थिएन। हमास एउटा युद्धकारी समूह हो भने त्यो कहाँबाट परिचालित थियो त? त्यो कसले, कुन सरकारले, कुन राज्यले, कुन देशले भनेर मान्दथ्यो त? जस्तो अमेरिकाले भनेर मान्थ्यो कि? अनि अहिले आइरहेछ पछिल्ला पिरियडका तपाईँको चाहिँ अमेरिकाले भनेको कुरा स्वीकार्ने कुरा हमासले त्यसरी पहल गर्न सकिन्थ्यो होला, तर त्यो पहल गर्न सकिएन। त्यो राज्यले कमजोरी गरेको हो भन्ने मलाई लाग्छ। तर अर्को कुरा एउटा कुरा तपाईँलाई अर्को कुरा के भन्न चाहन्छु भने जति बेला नेपाली काङ्ग्रेसकी नेत्री आरजु देउबा चाहिँ परराष्ट्र मन्त्री हुनुहुन्थ्यो, परराष्ट्र हुने बेला पनि विपिनको बारेमा कडा कदम चाल्न सकेन। अहिले पनि त्यो गुनासो हामी सुन्न सक्छौँ, अहिले पनि व्याप्त रूपमा समाजमा त्यो कुराहरू आइरहेछन् भने त्यस्तो अवस्थामा पनि उसले नसक्नुको पछाडि त कुनै न कारण त छ नि त। एउटा कुरो के हो कि आरजु देउबा परराष्ट्र मन्त्री हुने बेला पनि विपिनको खोजी नहुनु भनेको सरकारको कमजोरी हो कि होइन? यो घटनालाई तपाईँ हामीले कसरी पनि बुझ्नुपर्छ भने जुन हिजो विपिनको शव दाह संस्कार स्थलसम्म, महाकाली स्थलसम्म र घर परिवार घरको आँगनमा ल्याउँदासम्म इजरायली राजदूत सहितको टोली त्यहाँ पुगेको छ। हाम्रो नेपाली राजनीतिक र सरकारका मान्छेहरूले त्यतिसम्म पनि एउटा सहानुभूति प्रकट गर्न सकेनन्। घर परिवारसम्म पुग्ने, घर परिवारका विपिनका आमा बुवालाई सम्झाइदिने, हामी छौँ है, तपाईँहरूको अभिभावक नेपाल सरकार अभिभावक हो, हामी छौँ भनेर एउटा सहानुभूतिसम्म प्रकट गर्न सक्नु भएन। जुन इजरायलमा गए बापत पढाइ गर्न इजरायलमा पुगे बापत विपिनप्रतिको इजरायलको प्रधानमन्त्री, इजरायलका राजदूतहरू, इजरायल सरकारले जुन घोषणा गर्यो आर्थिक सहयोगदेखि लिएर इजरायलको नागरिकसम्म घोषणा गर्ने जुन साहस गर्यो, जुन घटनास्थलसम्म जहाँ यो अन्त्येष्टि हुने महाकाली नदीसम्म, विपिनको घरसम्म
सबलाई ल्याएर जुन एउटा नागरिकको कर्तव्य जिम्मेवारी बोध गरायो इजरायल सरकारले, हो त्यो साँच्चै नेपाल सरकारका लागि अनुकरणीय हुनुपर्छ। नेपाल सरकारले त्यसबाट पाठ सिक्नुपर्छ। र हाम्रा नेताहरू आज त्यो यो इजरायलको घटना मात्र होइन, विपिनको सन्दर्भ मात्र होइन, थुप्रै खालका घटनाहरू युवाहरू विदेशमा रोजगारी गर्ने कुरामा, पढ्न गएका क्रममा थुप्रै विद्यार्थीहरू, थुप्रै युवाहरू मरिरहेका छन्। तिनीहरूको लास वर्षौँसम्म पनि लास नेपालमा आउन सकिरहेको छन्। त्यो भनेको नेपाल सरकारको कूटनीतिक पहल हुन सकिरहेको छैन। यो कुरा हामीले बुझ्न जरुरी छ। नेपाल सरकार, राजनीतिक दलहरू जिम्मेवार छैनन्, कूटनीतिक पहल गर्न सक्दैनन्। अर्काको देशसँग 1-to-1 वार्ता गर्न सक्ने वातावरण यिनीहरूसँग त्यो ल्याकत राख्दैनन् कि भन्ने मलाई पनि लाग्छ। त्यो विडम्बना हो। र आज पनि विपिन 2 वर्षपछिको सब ल्याउनु पर्ने दिनसम्म पनि किन ढिलाइ भयो त? यद्यपि हाम्रो नेपाल सरकार जिम्मेवार भएको भए हाम्रो नेपाल सरकारको राजदूत, इजरायल हेर्ने राजदूत, नेपाली राजदूत पनि छ त। जस्तो इजरायलको राजदूत नेपालमा हुन्छ भने नेपालको राजदूत पनि इजरायलमा हुन्छ। इजरायल हेर्ने गरी नेपालको राजदूत छ। उनले पहल गरे देखियो त? देखिएन। देखेको भए 2 वर्ष लाग्थ्यो, लाग्दैन थियो होला। हो, कुरा के हो भने आज विपिन जस्ता युवाहरू दिन प्रतिदिन गुमिरहेका छन्। दिन प्रतिदिन हामीले गुमाइरहेका छौँ। तर नेपाल सरकारले कूटनीतिक पहल, उच्च स्तरको कूटनीतिक पहल गर्न नसक्नु, नेपाल सरकार गम्भीर बन्न नसक्नु, यो विडम्बना हो। त्यस कारणले म अन्तमा पनि के भन्न चाहन्छु, विपिन प्रतिको अझ पनि मेरो हार्दिक श्रद्धाञ्जली छ। विपिन, तिम्रो एउटा कुरो के छ भने हिजो मात्रै त्यो मसान घाटसम्म विपिनको अन्त्येष्टिका लागि इजरायली राजदूत लगायतका मान्छेहरू, व्यक्तिहरू त्यहाँ उपस्थित रहे। नेपाल सरकारका कुनै पनि नेता भन्नेहरू एउटाले पनि त्यहाँ उपस्थिति देखाएन। यहाँबाट के सन्देश जाला ल भन्नु त? नेपाली जनतामा के सन्देश जाला? के हो भने विपिन जोशीको शव यात्रामा जुन इजरायलले देखाएको सहानुभूति, सद्भाव अनुकरणीय छ। त्यो अनुकरणीय नेपाली नेताहरूले, नेपाल सरकारले गर्न सकेन। यो विडम्बना हो, यो दुःखद क्षण हो। र नेपालका राजनीतिक दलहरू दलीय स्वार्थ, आफ्नो पारिवारिक पेरिफेरीमा घुम्नु बाहेक नेपाली जनताका लागि, नेपाली नागरिकका लागि केही काम गरिरहेका छैनन्, केही काम गर्न सकिरहेका छैनन्। हो, यो साँच्चै इजरायली सरकारबाट बुझ्न जरुरी छ, सिक्न जरुरी छ भन्ने मलाई लाग्छ। र पनि हिजो तपाईँले भने जस्तो त्यत्रो विपिनको सब इजरायलबाट नेपाल भित्रिँदै र महाकालीमा अन्त्येष्टि हुँदासम्म नेपालका राजनीतिक दलहरू, नेपाल सरकारका उच्च स्तरका नेतृत्व तहका मान्छेहरू, हुन त राष्ट्रिय सम्मान त दियो, सशस्त्र प्रहरीको टुकडीले सलामी गर्यो र केही नेताहरू पनि हुनुहुन्थ्यो, केही जनप्रतिनिधि पनि हुनुहुन्थ्यो। तथापि पनि सरकारको उपस्थिति, नेपाल सरकारको उपस्थिति भनेको हाम्रा अहिलेको सङ्घीय सरकारका मन्त्रीहरू, स्वयं प्रधानमन्त्रीहरू, काठमाडौँमा त प्रधानमन्त्रीले राष्ट्रिय झन्डा उडाउनु भएको थियो, तर मन्त्रीहरू, क्याबिनेटका मन्त्रीहरू नै त्यो घटनासँग, त्यो अन्त्येष्टिको स्थलसम्म, त्यो घर परिवारको आँगनसम्म पुगेर सहानुभूति दिन, संवेदना दिन सकेको भए एउटा सम्मान हुन्थ्यो। हुन त एउटा नागरिकले विश्वास गर्थे। हुन त यो पनि हुनसक्छ उनीहरूलाई, किनकि जेनजी आन्दोलन भर्खरै सम्पन्न भयो, केही घरमा आगजनी लगायतका तोडफोडका घटनाहरू पनि भए, यसले पनि सन्तरस्थित हुन् कि काहीँ यी नेताहरू, त्यही भएर पनि जान्न नसकेका हुन् कि? होइन, त्रसित भन्दा पनि के हो भने यिनीसँग त्यो योजना, त्यो भावना, त्यो विचार, त्यो सहयोगी भावना देखिएन, रहेन के, छैन के। त्यो मानवता भन्ने चिज हाम्रा थोरै नेताहरूमा मानवता रहे के, धेरै नेताहरूमा मानवता, समवेदना, सहानुभूति, होइन, नेपाली नागरिकहरूको अभिभावकत्व गर्ने त्यो क्षमता, त्यो ल्याकत छैन भन्ने लाग्छ। त्यो हरेक घटनाक्रमहरूले प्रमाणित गरिसकेको छ। तपाईँ हामी यसरी बुझौँ। र म अन्तमा विपिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, घर परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। र एउटा होनहार युवा, जो कलिलो उमेरको युवा, विद्यार्थी,
पढ्न भनेर इजरायल गएको, भविष्य बोकेर इजरायल पुगेको युवा जीवित भएर यो नेपाली भूमिमा, नेपाली माटोमा होइन केही गरौँ भन्ने सोच भएको युवाले जुन बाकसभित्र उहाँको अस्थिपञ्जर ल्याएर दाह संस्कार गर्नुपर्ने जुन अवस्था सिर्जित भयो, योबाट हामीले पाठ सिक्न जरुरी छ। र म अन्तमा हार्दिक समवेदना, हार्दिक श्रद्धाञ्जली। विपिन, तिम्रो सोच, तिम्रो विचार अमर रहनेछ। धन्यवाद। हो, साँच्चीकै यदि नेपाल सरकारले मृतक विपिनका विषयमा पहिल्यैदेखि आवाज उठाइदिएको भए सायद यो घटना यहाँसम्म पुग्दैन थियो कि भन्ने पनि यहाँ जनचासोको विषय बनेको छ। यसका लागि पत्रकार महासङ्घका उपाध्यक्षलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।